रोनाल्डोको रिसेन्ट इन्टरभ्यू अन मेसी अनि बालोनर चाहिँ अहिले लास्ट हाइलाइटमा छ। त्यो इन्टरभ्यूको चाहिँ ब्रिफ म हल्का भनिदिन्छु है त। पहिला रोनाल्डोले मेसीको बारेमा के भन्यो, रिपोर्टरले चाहिँ सिम्पली अर्जेन्टिनाको बारेमा के सोच्छस् भन्ने कुरा आयो, अनि मेसीसँग पनि खेल्ने चान्स आयो भने के गर्छौ भनेर कुरा आयो। रोनाल्डोले चाहिँ अर्जेन्टिना मलाई मनपर्छ, माई वाइफ्स फ्रम देयर, र मेसीसँग खेल्ने कुरा चाहिँ इम्पोसिबल चाहिँ नहुन पनि सक्छ, यो भइहाल्यो भने नि रमाइलो हुन्छ। अनि मेसीसँग चाहिँ सेम स्टेज 15 इयर्स सेयर गरेको र मेसीको रोनाल्डोको बीच चाहिँ रेस्पेक्ट छ भन्ने कुरा, प्लस रोनाल्डोले चाहिँ ब्यालोन डोर अवार्ड्सहरुमा मेसीलाई इंग्लिश नआउने भएर ट्रान्सलेट गरिदिएको कुराहरू रोनाल्डोले इन्टरभ्यूमा गरेको छ। अर्को भनेको चाहिँ ब्यालोन डोरको बारेमा। सो रोनाल्डोलाई चाहिँ रिपोर्टरले सोध्छ लामिन यामालले ब्यालोन डोर जित्ला त, र रोनाल्डोले चाहिँ के रिप्लाई दिन्छ भन्दा ब्यालोन डोर चाहिँ युसीएल जित्याले जित्नुपर्छ, र लामिन यामालको चाहिँ एज अब छ, अहिले नजिते पनि 25 सियोरै जित्छ भन्यो। यसपछि चाहिँ फ्र्याङ्क रिबेरी बायर्न म्युनिकको 2013 मा युसीएल जितेको, धेरै मेट्रिक्समा धेरै राम्रो खेलेको थियो रिबेरीले, ब्यालोन डोरको टप 3 मा थियो। उसले चाहिँ के ट्विट गर्छ भन्दा ब्यालोन डोर जित्न चाहिँ युसीएल जित्नुपर्छ है भनेर ट्विट गरेको। मतलब चाहिँ 2013 मा मैले युसीएल जितेर पनि रोनाल्डोले चाहिँ कसरी ब्यालोन डोर जित्यो भन्ने थियो। तपाईहरुको यसमा ओपिनियन के छ, टेल मी इन द कमेन्ट्स। अनि अर्को भनेको चाहिँ रोनाल्डोले चाहिँ क्लब वर्ल्ड कप नखेल्ने भन्ने अब चाहिँ स्योरै भयो, रोनाल्डो चाहिँ अल नासर नै बस्ने भन्ने कुरा आयो। अनि अर्को भनेको चाहिँ रोनाल्डोले चाहिँ स्पेनिश ट्यालेन्ट जस्तै पेड्री, लामिन यामाल अनि त्यसपछि निको विलियम्सलाई चाहिँ प्रेज पनि गरेको छ। ओभरअल यो इन्टरभ्यू चाहिँ नाइस अनि फनी टाइप अफ लाग्थ्यो मैले हेर्दा फेरि चाहिँ। तपाईहरुलाई के लाग्छ, टेल मी इन द कमेन्ट्स।